दर्शकवृन्द हजुरहरू सबैलाई नमस्कार। म जिल्ला उदयपुर ताप्ली गाउँपालिका वडा नम्बर 5 कुमलटारमा अवस्थित गणेशखड्का हाल रोजगारीको सिलसिलामा मलेसियामा रहँदै गर्दा समय समयमा भिडियो सम्प्रेषण गरेर हजुरहरूसँग भेट्ने जमर्को गर्दै आएको छु। यसैलाई निरन्तरता दिँदै गर्दा आज पनि फर्किन्न अब घर भन्ने शीर्षकमा कविता लिएर आएको छु। जुन कविता हजुरहरूले हेर्दै जाँदा हेरिसकेर जाँदै गर्दाको समयमा थोरै भए पनि मन पराउनु भयो भने कृपया लाइक, कमेन्ट, सब्स्क्राइब र अल नोटिफिकेसनको बेल छोइदिएर जानुहुन विनम्र अनुरोध गर्दछु। अनुरोध गर्दै हजुरहरूलाई मेरो प्रस्तुति वाचन गरेर सुनाउने अनुमति चाहन्छु। जब जब ममताले बिर्सिन्छ सारा त्यहाँ, साथ छुट्यो मन टुट्यो फर्किन्न अब घर। पारिजातको बिरुवा हो त्यो फुल्ने आशा गर्दछ, निकम्ब दृष्टिविहीन भए मनुष्य ओइलिएर त्यसै मर्दछ। सृष्टि हो यो दुनियाँको सबैको साझा धरोहर, नयनले निहाल्छु यादलाई सम्हाल्छु फर्किन्न अब घर। आउँदैन बोल्दै त्यो दिन उजाडी प्रकृतिको वितण्डले बढारी, घमण्ड नगरौँ कसैले पनि छोडेर जाने चिनारी। कर्म र तनको काम सबैको हेला कहिल्यै नगर, खुसी लुट्यो समय छुट्यो फर्किन्न अब घर। जल हुन्छ पवित्र त्यो विष नै भए पनि पिउने गर, मैले त पिएँ मुटु जलाएँ फर्किन्न अब घर। दर्शकवृन्द, मेरो प्रस्तुति, मेरो कविता हजुरहरूलाई कस्तो लाग्यो? थोरै भए पनि मन पराउनु भयो भने फेरि पनि अनुरोध गरेँ, जाँदै गर्दाको समयमा लाइक, कमेन्ट, सब्स्क्राइब गरिदिएर जानुहोला। र म जस्तै नयाँ क्रिएटर युट्युबर साथीहरू पनि आइपुग्नु भयो भने कमेन्ट छोड्नुहोस्। हजुरको कमेन्टको रिप्लाईको साथमा हजुरलाई फलो गर्नेछु भन्दै हजुरहरूको दिन आज शुभ रहोस्, खुसी रहनुहोस्। फेरि पनि आउने समयमा यस्तै भिडियोको साथमा हजुरहरूसँग भेट्ने प्रतिबद्धताका साथ आजलाई बिदा हुन्छु। नमस्ते, जय नेपाल।